सबैलाई वेलकम टु माई भिडियो। यहाँहरूलाई स्वागत छ। आज चाहिँ हामी कहाँको मन्दिर हिँडेको अरे भाउजू? जिरियाको मौकामा यहाँदेखिको म जिरेश्वरी मन्दिर देखाउँदै जाँदैछु है। ल गाइज, आज फर्स्ट टाइम जिरेश्वरी मन्दिर आउँदैछु म। सबैजनाले हेर्नु होला। यहाँ चाहिँ बस्ने ठाउँ रहेछ। हाम्रो सबैजना आउँदै हुनुहुन्छ। कसैले केही भन्नु छ भने है। ल सुषमा कुद्दैछ नि गाई चाहिँ। म पनि यता छु है गाई चाहिँ। अब यहाँ हामी जाँदैछौँ। यहाँ हामी हिँड्दैछौँ जिरेश्वरी मन्दिर। आज जिरियाको टाइममा एकछिन टाइम मिल्यो, सबैजना जिरेश्वरी मन्दिर जानु रहेछ। अनि उहाँ पनि फुल फुलेको छ। अब यहाँ हामी जाँदैछौँ जिरेश्वरी मन्दिर छेउमा। अनि यहाँबाट हामी हिँड्दैछौँ। कस्तो चिसो चिसो मौसम पनि रहेछ। यता केरा पनि रहेछ। अरू चाहिँ माथि आउँदै हुनुहुन्छ। म चाहिँ आइसकेको यता। केरा पनि छ यहाँ। अब हामी यहाँ चढ्दैछौँ। यहाँ चाहिँ भाउजू आउँदै हुनुहुन्छ। छिटो कुद्ने भएर खिचिरहेको छ। अब हामी यहाँ सबैजना जिरेश्वरी मन्दिर घुम्न आउनु होला। त्यो त खोइ उँभो कहाँ जाने हो। तर छ नि रे त्यहाँ नि माथि मन्दिर कहाँ हो तर होला। यता पनि उँभो मन्दिर छ हुनुहुन्छ अरे देउता। त्यता नि छ नि अब। तर हामी चाहिँ यता जुत्ता फुकाएर जानुपर्छ कि। हाम्रो जिरेश्वरी मन्दिर पानी पनि यहीँ रहेछ है। जलपानी ल परमेश्वर। जिरेश्वरी महादेव सबैलाई रक्षा गरिदेऊ, सबैलाई बल देऊ। सिन्के त कहाँ बाल्ने भाउजू? हेर्न रोमान्टिक छ। घुम्न
आउने जतिलाई यहाँ वेलकम छ। बत्ती बालिराख्नु भएको त सधैँ आउनुहुन्छ क्या। यहाँ चाहिँ हाम्रो भिडियो बनाउँदै हुनुहुन्छ। बत्ती बालिराख्नु भएको छ यहाँ। हाम्रो गुरुजीहरू हुनुभएको होला। हजुर चाहिँ पुजारी बा हुनुभएको क्या? ए यहाँ पुजारी बा हुनुभएको छ। हामी उता टाढैबाट आएको। धेरै टाढा भन्दा पनि ठिकै टाढै हो। मैनपोखरीतिर हो। ए अनि यहाँ चाहिँ के मागेको पुग्छ? त्यही पुग्छ, सबै पुग्छ। हेर्न राम्रो ठाउँ रहेछ है यता पनि। यस्तो रमाइलो।